कभी मुझको हंसाए कभी मुझको रुलाए, कोई जाए जरा ढूंढ के लाए। ना जाने कहाँ दिल खो गया, ना जाने कहाँ दिल खो गया। Okay, here we go. म त जहिले पनि यस्तै हो, पहिला जस्तो थिएँ म त्यस्तै हो। छैन केही पनि यहाँ बदलेको, जसले जुन नजरले हेर्छ म त्यस्तै हो। म त जहिले पनि यस्तै हो, पहिला जस्तो थिएँ म त्यस्तै हो। छैन केही पनि यहाँ बदलेको, जसले जुन नजरले हेर्छ म त्यस्तै हो। कहिले पनि कसैको नराम्रो सोच्दिन, शत्रुहरूलाई धरी पनि घृणा गर्न सक्दिन। तर देखा पर्दिन फेरि जता पाए त्यता नभएको कुराको कहिले पनि फ्लेक्स गर्दिन। जेसो त्यही छ सादा जीवन उच्च विचार, जसले पनि पाउनलाई म होइन खुल्ला किताब। त्यस्तो अमूल्य त होइन तर सस्तो पनि छैन, राम्रो मान्छेको अगाडि जहिले झुक्छ निधार। सबको आफ्नो विचार, सबको आफ्नो आफ्नो सोच, सबको आफ्नो आफ्नो सोच। आफूलाई देखार्छु म गर्छु नयाँ खोज, गर्छु नयाँ नयाँ खोज। दिएको भोगेको के छ हजुरहरूको खबर? हाम्रो चाहिँ एकदम ठिक छ। हामी चाहिँ यसो घुमेर आएको ल। घुमेर हेर्नु त हाम्रो नेपालको जस्तै सानो सानो होटल हो कि घर जस्तो। अनि यतातिर चाहिँ यो ग्यारेज है, हाम्रो ठ्याक्कै नेपालको याद आयो एकदम। यो देख्दाखेरि चाहिँ नेपालकै याद आयो है, यो टायरहरू ग्यारेजहरू सम्झिँदाखेरि। अनि यो सानो झुपडीपट्टीमा ग्यारेजहरू खोलेको देख्दाखेरि चाहिँ एकदम याद आयो नेपालकै। नेपालमै छु जस्तो लाग्छ, तर चाहिँ हामी यो चाहिँ विदेशमा है, विदेशमा छौँ। विदेशका यो डाँडाकाँडाहरू यस्तो छ, एकदम सुक्खा मरुभूमिलाई जस्तो छ। तर हावा चाहिँ एकदम चिसो चलेछ। बादल हल्का फुल्का लागेको थियो, अहिले चाहिँ बादल कम भयो। हावा पनि एकदम ठिक छ अहिले चाहिँ, राम्रो छ। जे होस् अब नेपालको जस्तो अहिले छैन। नेपालमा त गर्मी छ, पानी परेर हल्का फुल्का चिसो हुन्छ होला। नत्र यहाँ चाहिँ अहिले चाहिँ ठिकै छ। हिउँ पनि पर्छ, 3 महिना जति लगभग गर्मी नै हुन्छ। गर्मीमा पनि अब साँझ बिहान चाहिँ हावा चल्छ।